भनेपछि कति कर लागिरहेको त अब अलिकति के हजुरआमा एउटा नि खान्न आमालाई पुग्यो भने चाहिँ कति खुवाइराख्नु भयो दिदी त धेरै जान्दिन हो आमालाई कति खुवाउनु पर्छ तँलाई थाहा छ कि मलाई थाहा छ त पनि खुवाउनु भयो आइज बस बरु हैन यसले के चाहिँ गर्न खोजेको रहेछ हेरौँ न त हातले दाँत झर्छ त्यसको दाँत झार्नुले त यो ल्याऊ यो ढुङ्गाले झार्छ साँच्ची हो यसले दाँत ढल्छ नि दाँत मात्रै हो र यसले भेटेपछि नाक पनि झर्छ ए तिमीलाई त्यो लठेको दाइले पो गाली गरेर पठाएको हो नि पुप्पु त्यो बुलो त कस्तो अछत्ती बुलो लैछ त्यो बुलोलाई हान्ने मनेला नि पुप्पु म त ढुङ्गा बोकेर आछु त्यो बुलोको गले दाँत झाल्दिन्छु भनेर काका के भयो काका तैँले गर्दा मेरो घरको खुसी सबै हेर यहाँबाट निस्केर गइहाल जा त एउटा नभएर मलाई केही फरक पर्दैन मेरो लागि दुईवटा छोरा नै काफी छन् एउटै कोखबाट जन्मिएको त लक्षिनको त्यो अलक्षिनी कसरी भयो के झगडाएर बस्छौ अबदेखि म त्यो घरमा बस्न सक्दिनँ मलाई छुट्टै घर बनाएर राख ए तिमीले मलाई यो कुरा गर्न यहाँ ल्याए कि मेरो बस चल्ने भए त तिमीलाई म स्वर्गमा लगाएर राख्थेँ नि मैले स्वर्गको कुरा गरेको होइन मैले यहाँ हाम्रो घरको कुरा गरिरहेको छु कति घन्टी बजाइराख्नु भएको के भयो हेर न सुधा मैले घर परिवारमा शान्ति राख्न कति प्रयत्न गरेँ तर सकिनँ त्यही भएर देवीमासँग प्रार्थना गर्न आइदिएँ ठिकै छ त म त होसमै छ त होइन तिमीहरू उत्तरी कलाको भाइ मुटु नै भुतुकै भयो भने पिताले बोल्न पाउँदैन के यो टकटके दाइ त कस्तो छ भने मलाई त मनै पर्दैन भाइ बल्ल बल्ल बेद भएर बेच्न के लागेको थियो बिचैमा छुट्याइदियो भने भाइ तैँले त फुलमायाको पालीमा फुलमायाले बनेको कलेला माया पेटी कुलो गलेको फुलबालीमा माया तली माया त बालीमा पिटीको पुला तमाली लाते तो तुत्तु मेलुमाल ओ लठे घुम्न जाउँ आज यसो गाउँतिर त के हो के फुलमायाले पाएपछि मलाई पनि बिर्सिदिने कस्तो कुरा गर्दै भाइ म तँलाई बिर्सिन सक्छु त फुलमायाले पाउनेलाई लाम्लो हुन पर्दैन मलाई तपाईँ त दाइ यो संसारभरिको हिरो यस्तो हिरो मान्छे त मैले अहिलेसम्म देखेको पनि थिएन र देख्न पनि नपरोस् हो र भने हो के भन्छ फेरि भन्छ देख्नु परोस् भने के ल लठे दाइ आज हामी घुम्न जानुपर्छ घुम्न जाने होइन त म त जान्न भाइ फुलमायाले मलाई लाम्लो बनेर आउनु भने त कस्तो लाम्लै छु भाइ केले तोक त के म त्यति लाम्रो तुला भने त्यही राम्रो भएर त भनेको नि तोक त के यतै आइदो न बाता बतीले के कुरा गर्दछ भने भाइ आउँदैन म तपाईँ त्यो बुहारी बनाउँछ नि जेठी बुहारी त्यसले अस्ति कुच्चोले हानेर झन्नाले ढाड खुसाएको तपाईँको दाइ त झन् भिलेन
हेरेको छ भाउजू, हेरेको छु। मैले हेर्दाखेरि त्यो ऐना त कति फुटेको छ। त्यो त थाहा छँदैछ नि, दिम्सा तेरो अनुहार देख्यो भने बच्चा त भाग्छन्। जब त्यो ऐना नफुटे त कुरै भएन नि। त्यति साह्रो चाहिँ नभन्नु न भाउजू, यसो निचारेर कस्तो कस्तो तरुनी त पछि लागेछ। लाग्छन् त्यही सडे बिग्रा त लाग्लान् नि। हाम्रो काका जस्तो हुनुपर्छ, बिहे नगरिकन बस्ने भला आदमी होइन त काका। त्यति साह्रो हेपेर चाहिँ नबोल्नु न भाउजू। बोल्ने भए राम्रोसँग बोल्नुहोस्, नबोल्ने भए नबोल्नुहोस्। ल लट्ठे दाइ, म चाहिँ लागेँ। अनि तपाईँलाई चाहिँ के भएको नि काका? बुढेसकालमा पैसा चढे जस्तो छ त। खुब साबुन लाई मुख धोइरहनु भएको छ। राम्रो हुनु पर्दैन त? म राम्रो बेला के बिग्रिन्छ होला? फुलमायाले साबुनले मुख धोएर राम्रो बन्नु भने बेला पो राम्रो बन्न लाग्यो त। न त मलाई फुलमायाले मनै पलाउँथिन। ए कुरा त्यस्तो भयो। अनि तपाईँलाई यो बुढेसकालमा चाहिँ किन बिहे गर्नु परेको नि काका? आफ्नो त ख्याल गर्न सक्नु भएको छैन, अर्काको छोरी ल्याएर किन बिजोग बनाउने काका? फेरि मेरो फुलमायासँग लोभ पर्या त, अनि फुलमायासँग बिहा गर्नु पर्छ। मैले फुलमायालाई बिहा गरेर फुलमायाको भविष्य कतले बिग्रिन्छ ल? कुरा गर्न त कहाँ सकिन्छ र काका? हजुरसँग पनि त्यो सबै सिकाउने त्यही चकचकेले हो। त्यो आओस् न मात्रै, त्यसलाई मैले कहाँ छोड्छु र? कसले सिकाउनु पर्छ ल? म बोत्ता हो ल? कुरा गर्न पनि मलाई सिकाउनु पर्छ ल? मलाई आफैले आइहाल्छ नि। होइन काका, तपाईँलाई यस्तो बुढेसकालमा बिहे गर्न लाज लाग्दैन? गाउँ समाजले के भन्छ? कमसे कम घर परिवारको इज्जतको त ख्याल गर्नुहोस्। मैले बिहा गरेर घर परिवारको इज्जत कतले जान्छ ल? तपाईँले बिहा गरेकै त नि, मैले बिहा गर्नु हुँदैन ल? हुँदैन भनेको होइन के काका, यो उमेरमा चाहिँ हुँदैन भनेको। कस्तो कुरा गरे भाइ? मेरो उमेर चाहिँ के भएको त ल? मेरो उमेर बिग्रिया छ ल? तपाईँको उमेरलाई केही भएको छैन काका। हजुर बुढो मात्रै हुनु भएको, त्यही भएर बिहे गर्नु हुँदैन भनेको के काका? तिमी त कस्तो मान्छे, खालि मलाई बिहा नगर भन्छौ। मलाई त तिमी मनै पर्दैन। कस्तो मान्छे होला? होइन, यो काका दिनदिनै बाटो हुँदै गएका छन्। कसले कान भर्यो यो काकाको? को रहेछ पत्ता नलाई छोड्दिन। काका तेरीमा डाका। कस्तो लजे भाइ? त्यस्तै बुलो भन्थे, तँलाई चाहिँ बुलो हुनु पर्दैन ल? सबै मान्छे अगाडि जहिले बुलो बुलो भन्थे, बिहा नगर भन्थे। म मात्रै मान्छे होइन ल? कति लजे बुलो। ए यो त यहाँ पो रहेछ। तँलाई मैले कति खुवाइसकेँ, भात खान आउनु पर्दैन? खानु कि आमा? किन खान्न भने बाबु? जाने आमा, मैले जेठी तुलैले त नि कहिले बुलो भन्थे, कहिले के भन्थे, अनि त्यस्तो बुलो बेला नि बिहा गर्नु हुन्छ भन्थे। त्यति बेला म लिटालो के बोध्या कानै कान्नु के? ए जेठी दुलेले तँलाई त्यसो भनी? तेरो आमा जिम्दी छैन, किन पिर गर्छस्? तपाईँसँग भएको बेलामा त केही पनि भन्दैनन्, अनि म एक्लै हुन्छु नि आमा। अनि तिनीहरूको बुलाबुलीले मलाई कहिले के भन्छन्, कहिले के भन्छन्, मलाई यहाँ कस्तो दुखिया जस्तै हुन्छ आमा। त पिर नगर, तिनीहरूका अगाडि म तेरो बिहे नगर त मर्दै मर्दिन। के सोचिया छन्? ताती हो आमा? हो नि बाबु। आमा, मलाई फुलमायाले त नि यहाँ लाउने तुला, लिपस्टिक अनि त्यसको रिबन फुल किन्नु भने त मसँग पैसा छैन। म दिम्ला नि। ल ल किन्दे, जे भन्छ त्यही त्यही किन्दे। आखिर त्यो पनि मेरो बुहारी नै हुने हो के अरे? ल किन्दे।
ल अब भात खान जाउँ हिँड। हुन्छ आमा। चाहिँ उठ उठ ल उठ ल गीताले बोल्नु। शान्ति, तिम्रो भदैनीको र मेरो छोरोको बिहा गराउनु पर्यो। लौ न कुरा अगाडि बढाउ न। अब सामानहरू पनि किनमेल गर्नु पर्यो, ढिला गर्न भएन। चाँडै जति सक्दो चाँडै गर्नुपर्छ। भइहाल्छ नि दिदी, किन नहुने। म पनि तपाईँलाई भेट्नलाई जान लागेकी थिएँ। जति सक्दो छिटो गर। फेरि कुरा के होला कसो होला, अरूले भाँड देलान्, रात रहे अग्राह पलाउँछ भन्छन्। तँलाई थाहा छ कि छैन? थाहा छ नि दिदी, त्यही भनेर छिटो गरौँ भनेको। होइन यो शान्ति, तिम्रो भदैनी कहाँ गई? यसो बोलाउ न, कुरा गर्न पाए हुन्थ्यो। होइन है दिदी, घरमा फुलमाया छैन। आमा पनि यहीँ हुनुहुँदो रहेछन्। ए यो मोरो नि यहाँ पो आइसकेको छ। किन चाहियो तिमीलाई फुलमाया? किन हुनु र दिदी, यसो निचारेर हाम्रो लट्ठे दाइले भेट्न खोजेको थियो। होइन लट्ठे चाहिँ अनि कहाँ छ त? दिउँसभरि भाउ पकाइ राखिस् कि क्या हो? सोझो लट्ठेलाई यसले पनि बर्बादै गर्ने भयो। अब त फुलमायाले बिहेको दिन मात्र भेट्छ। यदि भेट्न पर्ने भए यही बोलाउनु। अब उनीहरूको कस्तो कस्तो गोप्य कुरा होलान्, अनि यहाँ बोलाएर हुन्छ त? यसो निचारेर के हो गोप्य कुरा भने? लट्ठेको त सबै बानी मलाई थाहा छ। त्यसो भनेर हुँदैन, चकचके पछि मात्र भेट्छ। त्यसो भए लट्ठेलाई फुलमायाले नभेट्ने रे भनेर भनिदिन्छु, यसो निचारेर। ल ल जा, लट्ठेले लिएर चाँडै घर आइजो। ल गए, त्यस भए। ल शान्ति, म हिँडेँ अहिले, बरु पछि आउँला है। के हो तपाईँ? किन रिसाएको? तँलाई बिहे गर भनेर कसले उचाल्यो? फुलमायाले। तैँले चिनेको छ फुलमाया सन्तानलाई मारेर फाल्लान्। होस् गर, त मेरो भाइ होस्, जे भयो नि तेरो त मलाई माया लाग्छ नि। किन बोलिरहेस्? मेरो कुरा तँलाई मन परेन? तैँले पनि होइन, फुलमायाले पनि होइन। त कस्तो त मलाई तात्दैन र? यो उमेरमा बिहे गरेर के गर्छस्? फुलमायाको जात त मिल्दैन, जात नमिलेसँग बिहे गर्न हुँदैन, भोलि गाह्रो हुन्छ। दाइले के कुरा गरे? मान्छेको जातले बिहा गर्नु हो ल? जात नमिल्नेसँग बिहे गर्यो भने भोलि धर्म कर्म गर्न गाह्रो हुन्छ। समाजमा मुख देखाउन लाज हुँदैन। दाइले पनि कस्तो कुरा गरे? धर्म कर्मले बिहा गर्ने हो ल? धर्म कर्मले बिहा नै गर्ने होइन, मान्छेले गर्ने हो। अब यति लाम्रो मुख त समाजमा देखाउन के को लाज? के कुरो गर तैँले? यस्तो नाति नातिना खेलाउने बेला पनि बिहे गर्छ? यस्तो बिहेको कुरा छोडिदे, फुलमायालाई बिर्सिँदै हुन्छ। फुलमायाले मलाई कस्तो माया गल्थे, फुलमायाले मैले किन बिर्सिनु? के रे फुलमायाले बिर्सिन रे? कि फुलमायालाई बिर्सी कि हामीलाई बिर्सी? बढी कुरा गरेर म त फुलमायालाई नि बिर्सिन्नु, अनि म त तिमीलाई पनि बिर्सिन्नु। यदि फुलमायालाई बिर्सिँदैनस् भने यो घर छोडेर गइहाल। जान्नु पक्नु आमालाई भनिदिन्छु, मैले पनि गाली गरिरहनु। यसलाई गतिलो पार्नु परे बाँच्दैन।
मधु दिदी मधु दिदी मधु दिदी दिदी ए सुधा तिमी पो कति कामले आयो? मधु दिदीलाई भेटौँ कि भनेर आकी एउटा सानो काम थियो घरमा हुनुहुन्छ भने बोलाइदिनु न एकछिन बस न म बोलाइदिइहाल्छु नि होइन को हो कसलाई बस भनेको ओहो तिमी पो होइन तिमीलाई त मैले सानी पो देखाएको थियो तिमी मेरो बुढासँग गफ मार्ने भइसक्यौ त्यस्तो होइन नि म त मधु दिदीलाई खोज्दै पो आकी हो त खुब बाहना गर्छौ है मेरो बुढासँग कुरा गर्नलाई उस्तै पर्यो नि मै त मेरो बुढासँग कुरा गर्न पाउँदैन तिमी के कुरा गर्छौ त्यसो नभन न हाम्रो बिच त्यस्तो केही पनि छैन घरमा के कुरा गर्न आएकी छन् यो सुधा नानी त्यतिकै आकी छिन् यहाँ सब मलाई थाहा छ तिमीहरूको चर्ती कलाहरू तिमीलाई मैले राम्रोसँग भन्दैछु नबोला भनेर सुधा नानी या बरिला खोज्न आकिन्थे भो धेरै बाहना गर्नु पर्दैन तिमी पनि कस्तो छौ र तिम्रो बानी पनि कस्तो छ सबै थाहा छ मलाई हेर सुधा नानी तिमी यहाँ आएर घरिघरि मेरो बुढासँग बोल्ने काम नगर मेरो बुढा पनि बिग्रेला फेरि यहाँ कतिको बुढा बिग्रेर कति बिजोग छ मेरो बुढा नि बिग्रियो भने के गर्ने होइन है जेठी भाउजू के भएको तपाईँलाई म तपाईँको बुढालाई भेट्न आएको हो र म त मधु दिदीलाई पो भेट्न आएँ कि मलाई अनेक थरी भनेर गाली नगर्नुहोस् है जेठी भाउजू ए मैले बाहना गरेको तिमी मेरो बुढा खोज्दै मेरो घर आउने अनि मैले के बाहना गरेँ तिमीलाई ए तपाईँसँग नि बोलेर के त दुखाउनु गएँ म कस्तिरै थिइन् नि गाली गर्नु आउन नि मन लाग्दैन नआउ नआउ तिमी मेरो घरमा आउनु नि परेको छैन बेकारमा मेरो बुढा मात्रै बिग्रिन्छ यता सुन्नु न यता सुन्नु न भने यता सुन्नु न भने कति मोबाइल चलाएन के भन्न खोजेको भन न सुनि त रहेछु नि अब दाइ भाउजूसँग धेरै कुरा नगर्नु है जति कुरा गरे पनि खालि काकाकै अंश खाने कुरा मात्र गर्छन् कुन दिन नराम्रो झगडा पर्छ विचार गर्नु है मलाई थाहा छ मैले सबै विचार गरिरहेको छु दाइले के खोजिरहेछ भाउजूले के खोजिरहेछन् मलाई सबै थाहा छ अस्ति उहाँ सुन्नु भएन दाइ भाउजूको कुरा उहाँहरूलाई जसरी पनि काकाको अंश चाहियो रे अब के गर्नु त खालि काकाको सम्पत्ति चाहियो मात्रै भन्छन् काकाको हेरविचार गर्ने कुरा कहिले गर्दैनन् तपाईँले काकाको अंश दिने कुरा चाहिँ नगर्नु नि फेरि भोलि काकाको फेरि बिजोग हुन्छ नि ल तिमी चिन्ता नगर न काकाको अंश त कुनै हालतमा बाँड्नु हुँदैन ल तपाईँले ख्याल गर्नुहोस् है नानी दुध आधा लिटर दिनु त हस् बुवा यो लट्ठेको दाइले अस्ति मलाई लखरेर पठाएको थियो आज यो बुढालाई यो चकचकेको चकचक नदेखाइकन भएन
अनि कति पैसा हो? 50 रुपियाँ भयो बुवा। साँच्चै छैन? बुहारी, ए जेठी बुहारी। हजुर। यता हजुर हेर त। बुवा। के भयो बुवा? ल त बुहारी, यो दुधको मिठो चिया पकाऊ। बुवा, खोइ त दुध। दुध त किनेर ल्याएको हो, कहाँ खसेछ? कहाँ जानु भयो त? खोजेर ल्याउनु जानु। झरी जस्तो लाग्दैन, कहाँ खस्यो खस्यो। ल बा, त्यसो भए छोडिदिनुहोस्, आजलाई कालो चियामै चित्त बुझाउँ है त। ल ल बुहारी, त्यसै गर। हस् बास। कति मोबाइल चलाइराखेको, कुरा गरेको बेला कुरा सुन्न। हेर भाइ, यो मेरो काकाको बिहे गरिदिने कुरा गरेर हुन्छ? काकाले आफ्नो त ख्याल गर्न सक्नुहुन्न, अर्काको छोरी ल्याएर भोलि बिजोक हेर्ने मात्रै भान्थ्यो। यो मेरोमा आएर काकाको बिहे गरिदिने कुरा नगर। आफ्नो शरीरको त ख्याल गर्न सक्नुहुन्न भने भोलि अर्काको छोरीको ख्याल गर्न सक्नुहुन्छ? अनि हजुरआमाको नाममा भएको सबै सम्पत्ति बुवाको नाममा ल्याउनु पर्यो। कुरा बुझिस् नि त अहिले? हो, आज भने तपाईँले मेरो मनकै कुरा गर्नुभयो। दाइले भन्नुभएको नि राम्रो हो नि देवर बाबु। हजुरआमाको नाममा भएको सम्पत्ति बुवाको नाममा ल्याएपछि भोलि काकाले बिहे गरोस् कि 5वटा बच्चा पाओस् कि 10वटा बच्चा पाओस् कि हामीलाई के को मतलब कि कसो? होइन, तिमीहरूले आफ्नो अंश त पाइहाल्छ नि, फेरि काकाको अंशको लोभ किन गर्नुपर्ने? होइन, तैँले किन कुरा नबुझेको? भएको सम्पत्ति बुवाको भाग लाउँदा, हजुरआमाको भाग लाउँदा, काकाको भाग लाउँदा पछि हाम्रो भागमा कति कति पर्छ भन् त? त्यही त भनेको नि, यति सानो कुरा नि देवर बाबुले किन नबुझ्नु भएको? मैले कुरा नबुझेको होइन नि भाउजू, मलाई कसैको अंशमा लोभ नै छैन, म कुरा किन बुझ्नु? सबैले अंश भाग लाउँदा हाम्रो भागमा यति यति पर्छ, अनि भोलि हाम्रो बालबच्चाको भविष्य के हुन्छ, हाम्रो भविष्य के हुन्छ, त्यो कुरा ख्याल गर्नु पर्दैन? हेर दाइ, मलाई त आफ्नो भागमा जति आउँछ मलाई त्यतिले पुग्छ, त आफ्नो विचार गर। होइन देवर बाबु, तपाईँले त हामीले मात्रै पाउने जस्तो कुरा गर्नुहुन्छ। आखिर तपाईँ हामी सबैले पाउने त हो नि। आखिर कति लोभ गर्नु भाउजू? ल भन्नुहोस् त, मलाई त कसैको अंशको लोभ गर्नु छैन भाउजू। त्यस्तो नभन्नु देवर बाबु, भोलि आवश्यक परेपछि थाहा हुन्छ कसको सम्पत्तिको कति लोभ हुन्छ भनेर। त्यही त भनेको, जति समयलाई पनि कुरा बुझ्दैन यसले लाटो भन्नु कि बाटो भन्नु। अब सम्पत्तिको लोभको कुरा गर्न छोडिदिनुहोस् दाइ भाउजू। कसले कति लोभ गर्छ भन्ने कुरा सबै मलाई थाहा छ। सम्पत्तिको लोभ गरेर कसलाई पुगेको छ र? तपाईँहरूले जति बोल्नुभयो। अब यो बुहारीको वचन चल्छ, अब यो बुहारीको वचन चल्छ।